जय नेपाल साथीहरू। आज नेपाल र स्कटल्यान्डको म्याच आज 17 फेब्रुअरी हैन। यार एक्सपिरियन्सले चाहिँ मेटर गर्छ हैन। जसरी चाहिँ आज सोमपाल कामीले गरेर देखाउनु भएछ। जहिले पनि हामी एक्सपिरियन्सलाई सधैँ साथमा लिएर हिँड्नु छ, तर तपाईहरुले लिएर हिँड्नु भएन। अनिल शाहलाई क्रिकेट पुरै टिम बाहिर नै बसाउनु भयो। आज हेर्नु सोमपाल कामी 4 ओभरमा 25 रन र 3 विकेट लिनुभएछ उहाँ। अनि के भन्नुहुन्छ तपाईहरु? एक्सपिरियन्स ब्याट्समन बलरलाई बसाएर राख्ने अनि भर्खरको यंगस्टरलाई चान्स दिने। यंगस्टरले के गरेर देखाउनु भयो? अस्ति इंग्ल्यान्डको म्याचमा हामीले 4 रनले हारे, त्यो पनि विकेट आउट हुन्छ हाम्रो प्लेयरहरु। त्यस्तो गर्न मिल्छ? भन्नु त तपाईहरु। हाम्रो प्लेयर के हुन्छ? खाने बस्ने ल सोशल मिडिया गयो हेर्यो सक्यो म्याच। त्यस्तो गर्न मिल्दैन नि। इन्टरनेशनल गेममा चाहिँ आफ्नो म्याच आफूमा के खुबी छ हैन, त्यो देखाउनु पर्छ नि। अब डोमेस्टिकमा फेरि एनपीएल आउँछ, फेरि हान्ने छक्का चौका हान्ने, ल एक केटोले हानेछ है ल सिलेक्ट भइदिने। अनि इन्टरनेशनल म्याचमा गएर 4 रन हान्न नसकिने। साउथ अफ्रिकासँग कति रनले? 1 रनले हारे हैन हामीहरुले। को थियो? गुलसन झा थियो। गुलसन झासँग अहिले के न ब्याटिङ भएछ, न बलिङ भएछ, न फिल्डिङ भएछ। अस्ति वेस्ट इन्डिजको म्याचमा के भयो? हातमा आयो बल 4 रन गयो। त्यस्तो पनि हुन्छ? हातमा आएको बललाई 4 रन दिने रे। वेस्ट इन्डिजसँग हारे, इटलीसँग हामीले 10 विकेटले हारे, इंग्ल्यान्डसँग 4 रनले हारे। वेस्ट इन्डिजसँग वेस्ट इन्डिज त 9 विकेटले हामीले हराएछ। 1 विकेट मात्र हामीले लिन सक्यो। यार अब हामीले चाहिँ गेम सुधार्नु पर्यो हैन। जस्तै सोमपाल कामीले आज गरेर देखाउनु भयो नि। सन्दीप लामेछाने पनि गरेर देखाउनु भयो। हामीले सन्दीप लामेछाने कति प्रशंसा गर्छौं। यार इन्टरनेशनल प्लेयर छ, एक्सपिरियन्स भएर मात्र भएन नि। डोमेस्टिकमा मात्र हेराएर भएन नि, इन्टरनेशनलमा पनि हेराउनु पर्यो नि हामीले कस्तो खेल्ने भन्ने। ल केही छैन। आज अहिले पनि आशा विश्वास छ हाम्रो नेपाली क्रिकेट टिमले राम्रै गर्छ फ्युचरमा हैन। तर अलि सुधार्नु पर्यो। कोचले पनि अलि हेर्नु पर्यो हाम्रो कहाँ गल्ती भइरहेछ, कसले गल्ती गर्दैछ, त्यसलाई लिएर हिँड्नु पर्यो, सुधार्नु पर्यो, के तथ्य सुधार्नु पर्ने छ हैन। ल अब ठिकै छ। आज हेरौँ। आजको म्याच भइरहेछ। भोटेल पनि आउट भयो। आसिफ रोहित पौडेल खेल्दैछ। अब हेरौँ के हुन्छ हाम्रो। आजको म्याच पनि जित्ने हो कि हार्ने हो? 4 मा 4 हार्ने कि 4 मा 1 जितेर आउने हो नेपाल वापस। अब त टप 8 मा क्वालिफाई गर्न त सक्दैन। 0% चान्स छ। ल बेस्ट अफ लक नेपाल क्रिकेट। अहिले पनि हामी नेपालीको आशा विश्वास त छँदैछ फ्युचरमा चाहिँ राम्रो गरिन्छ भनेर। तर के गर्ने, हेरौँला अगाडि के हुँदैछ। तर हामी सधैँ साथमा छौँ। नेपाली फ्यान्सहरू सधैँ तपाईको साथमा छौँ। अहिले तपाईहरुले जे सुधार्नु पर्छ त्यो आफैले बुझेर सुधार्नु पर्यो। हामीले त भनिराख्नु पर्दैन, किनभने हामी त क्रिकेट खेल्दैनौँ। हामी तपाईलाई हेरेर अगाडि बढ्नु, त्यही हो हाम्रो। ल बेस्ट अफ लक। जय नेपाल, जय देश। रातो र चन्द्र सूर्य झन्झिने